कहाँ जानु आजमा कहाँ जानु हिँडाइ पुग्छु हो भन्दै हुँदैन र हिमालका छेउमा हिमालको छेउमा जाडो हुन्छ जाडो त हुन्छ जानु हिमालका छेउमा त्यही बनाएका घरमा दुःख बस्नु जाडो टाढो तपाईँ कहिले हिमालको छेउमा पुग्नुभयो र तपाईँलाई थाहा हो आमा निदाएका छैन धेर बोल्नुहुन्छ सपनामा देख्नुभएको बिहिबार नै देखेका नि कहिले अस्ति नै माघमा म जन्मेर यत्रो भइसक्यो कहीँ गएकै थाहा छैन त आमाले जानुभएको त माघमा गएर घुमेर आउनुभएको नि हिउँ परेको थियो नि हिउँ परेको थियो यो कि अरू म जान्छु त जहाँ पनि लिएर जान्छु नि त के जाति गएका थियो त त्यो हिमालचुली गएर हामी घुमेर जडीबुटी लिएर आयौँ नि जडीबुटीले नुहायो अनिखेर आएका त्यो के को दबाई पो थियो त जडीबुटी बिर्सिहाले ढलाइ गर्दैछ के को दबाई थियो ढलाइ गर्दै थियो ढलाइ गर्दै थिए ढलाइ गर्दैछ दबाई पनि थियो जडीबुटी उखेर पटेर खोलाबाट ल्याउँथ्यो के को दबाई थियो नि जडीबुटी भनेनन् होला होइन जन्डिसको थियो बिर्सिनु भयो नि अब भन्न त त्यतिखेर बिर्स्यो ल्याएका हो नि तिनीहरू यो हो कि यो गएको यो त गयो होला नि अस्तिदेखि यसलाई नै खोजिरहनु भयो त म त्यही दबाई लिन गएको थिएँ यसले नै यसलाई नै खोजेको हुन्थ्यो दिनभरि कता कता बुढो भएछ दबाई ल्याउन त बुढो भयो जन्डिसको दबाई ल्याउनु भयो कि यहाँ मलाई जन्डिस निको हुन्छ कि भनेको र नदिएको त भएन दिनु यसो खोलाको छेउमा